वेलकम ब्याक। मैले चाहिँ योभन्दा अगाडिको भिडियोमा डेटा टाइप हामीले पढ्यौँ। अब चाहिँ अपरेटर भनेको थिएँ, तर योभन्दा बिचमा मलाई एउटा कुरा मिसाउन मन लाग्यो। इनपुट आउटपुट, यो पनि इम्पोर्टेन्ट कुरा है। इनपुट भनेको के हो? युजरसँग डेटा मागेको, आस्किङ डेटा फ्रम युजर, यो के हो? इनपुट हो। अनि आउटपुट भनेको के हो? गिभिङ डेटा टु युजर है। युजरबाट डाटा माग्यो भने त्यो इनपुट हो, अनि युजरलाई डाटा दियो भने त्यो फेरि के हो? आउटपुट हो। प्रोग्रामिङमा यो चाहिँ हुनै पर्यो, किनभने प्रोग्राम छ त्यो आफै चलिरहेछ, अनि भित्र कम्प्युटरको सिपियु भित्र चलिरहेछ, युजरलाई के पनि मागेको पनि छैन, दिएको पनि छैन भने त के भयो? त्यसको त मिनिङलेस भयो के। त्यही भएर हामीले जहिले पनि प्रोग्रामिङ ल्याङ्ग्वेजमा इनपुट र आउटपुटलाई पनि एकदमै इम्पोर्टेन्ट कन्सेप्टको रूपमा लिन्छौँ। अब इनपुट भनेको युजरसँग डाटा माग्ने भनेर त थाहा पाइयो, आउटपुट भनेको युजरले डाटा दिने भनेर त थाहा पाइयो, तर प्रोग्राममा कसरी लेख्ने, कसरी युज गर्ने इनपुट र आउटपुटलाई? अब मैले के लेख्छु? इनपुट बिचमा एउटा मेसेज दिन्छु, यसरी क्वेसन सोध्छु, वाट इज द लेन्थ अफ रेक्ट्याङ्गल भनेर क्वेसन सोध्छु, अनि त्यसपछि एल भनेर लेख्छु। अब रन गऱ्यो भने के हुन्छ? यहाँ सेभड भ्यालु इज 10 भनेर देखायो। यो किन देखायो भन्दाखेरि यो अघिको प्रोग्राम हो है। मैले यहाँ CLS लेखिनँ नि त, त्यही भएर यसले स्क्रिनलाई क्लियर गरेन। योभन्दा अगाडि रन भइरहेको प्रोग्रामलाई पनि यसले देखाइराख्यो। अब CLS लेखेर गरेको छु, अब चाहिँ बल्ल क्लियर भयो है। वाट इज द लेन्थ अफ द रेक्ट्याङ्गल भनेर भनेको छ। मैले 10 दिएँ भने यो नै इनपुट हो क्या। यसले युजरको इनपुट कुरेर बसेको थियो, मैले दिएँ, अब प्रोग्राम सिद्धियो। इनपुट लिने यसरी हो। इनपुटको फर्मेटलाई राम्रोसँग हेर, सुरुमा इनपुट लेख्नुपर्छ, अनि एउटा स्पेस दिएर यो इनपुट के को बारेमा हो भन्ने कुरा लेख्नुपर्छ हैन। त्यस पछाडि त्यो इनपुट के को बारेमा हो भन्ने मेसेज सिद्धिसके पछाडि एउटा सेमिकोलन दिएर भेरिएबल राख्नुपर्छ। त्यो भेरिएबल किन राखेको भन्दाखेरि युजरले जति पनि डाटा दियो त्यो डाटालाई काहीँ न काहीँ त सेभ गर्नु पर्यो नि। हो, त्यो सेभ गर्नको लागि चाहिँ यो लेख्दिया हो क्या। युजरले मैले यसरी वाट इज लेन्थ भनेपछि युजरले एउटा नम्बर दिन्छ, त्यो नम्बरलाई एल भित्र लगेर राख भन्न खोजा हो क्या यसले। अब मैले अर्को लाइनमा के लेख्छु? प्रिन्ट द लेन्थ इज एल भनेर लेख्छु है। अब यो त्यति मिनिङफुल त छैन अहिले। युजरले एउटा नम्बर दिन्छ, अनि फेरि त्यही युजरलाई ल तैँले चाहिँ यति दिस भनेर भन्छ। यसो गरे इनपुटवाला लाइन रन भयो। वाट इज लेन्थ भन्यो यसले, मैले 5 दिएँ अनि इन्टर गरेँ। अब यो प्रिन्टवाला लाइन रन भयो क्या। द लेन्थ इज 5 भनेर लेख्यो यसले है। पर्फेक्टली काम गरेको छ, तर मिनिङलेस छ। तर हामीले यसको अहिले चाहिँ बेस्ट प्रोग्राम लेख्न खोजे होइन कि इनपुट र आउटपुट कसरी युज गर्ने भनेर चिन्न मात्रै खोजेको है। मैले इनपुट लेखेँ, यो इनपुटको फर्मेट भयो, इनपुट स्पेस मेसेज सेमिकोलन अनि भेरिएबल। यो कपीमा नोट डाउन गर है, इनपुट गर्दा कसरी गर्ने भन्ने कुरा। इनपुट मेसेज सेमिकोलन भेरिएबल, यो फर्मेटमा लेख्नु पर्यो। अनि प्रिन्ट गर्दाखेरि प्रिन्ट, त्यस पछाडि मजाले प्रिन्ट गर्नुपर्ने कुराहरू। अनि यसमा चाहिँ मैले भनेको थिएँ नि, यो डबल कोटको बिचमा केही कुरा छ भने यसलाई स्ट्रिङ भनिन्छ भनेको थिएँ नि। हो, यसरी डबल कोटको बिचमा दियो भने यो स्ट्रिङ हो, अनि कम्प्युटरले चाहिँ यसलाई जस्ताको तस्तै प्रिन्ट गर्छ। अनि सेमिकोलन दिएँ भनेपछि अब यो स्ट्रिङ चाहिँ यहाँदेखि यहाँसम्म मात्रै हो, अनि यसलाई जोडेर अर्को पनि लेख भन्न खोजेको हो क्या। यो सेमिकोलनले चाहिँ हामीले प्रिन्ट गर्ने काम सिद्धिसकेको छैन, अझै बाँकी छ है भनेर भन्छ क्या यसले। अनि त्यस पछाडि एल भनेर लेखेपछि के भयो?
एलको चाहिँ छेउछाउमा डबल कोट छैन, यो त खाली छ। यदि यो एलको पनि छेउछाउमा यसरी भएको भए के हुन्थ्यो, रन गर्दाखेरि मैले 45 भनेर लेन्थ दिएँ भने यसले मलाई द लेन्थ इज 45 दिनुपर्ने हो, तर लेन्थ इज एल भनेर दिएको छ। यो किन भइरहेको छ यो तिमीहरूले बुझ्यो होला। स्ट्रिङलाई जस्ताको तस्तै लेखिदिन्छ कम्प्युटरले, तर यो स्ट्रिङ चाहिँ डबल कोटेसन हटेर भेरिएबल बन्यो भने अब चाहिँ बल्ल यो त स्ट्रिङ होइन, यसलाई जस्ताको तस्तै लेख्ने होइन, यो त भेरिएबल हो। यो भेरिएबल भनेको चाहिँ यो भित्र के छ त हामीले पढ्यो भने भेरिएबल भनेको एउटा बक्सा हो जसको भित्र भ्यालु छ भनेर पढ्यो भने। एल भनेपछि यो एल भन्ने बक्सभित्र के छ त्यो चाहिँ लेखिदिने हो, एल भनेर लेख्ने होइन भनेर कम्प्युटरले बुझ्छ है, त्यति चाहिँ। त्यस पछाडि भ्याइयो। अब मैले यो पछि पनि लेन्थ पछि पनि अझै सेमिकोलन दिएर लेख्ने काम सिद्धिएको छैन है भनेर फेरि अरू कुराहरू पनि लेख्न चाहिँ सक्छु है। मैले यसरी लेखेँ भने प्रिन्टमा हामीले जति पनि कुरा सेमिकोलन दिँदै फेरि नेक्स्ट कुरा प्रिन्ट पछि एउटा मात्रै कुरालाई प्रिन्ट गर्न पाइन्छ भन्ने चाहिँ त्यस्तो कुनै रुल छैन। यसलाई तिमी एउटा पेनको इक्जाम्पल ल्याऊ के, एउटा नयाँ पेन किन्यौ अनि एकचोटि लेख्यौ, एकचोटि लेख्ने बित्तिकै अब इङ्क सिद्धिएर अर्कोचोटि लेख्नै नमिल्ने त होइन नि त। एकचोटि लेख्यौ, बिर्को लगायौ, फेरि बिर्को खोलेर फेरि लेख्न थाल्यौ, त्यो तरिकाले बुझ है यसलाई। यति लेख्यौ सेमिकोलन, फेरि अर्को चिज, फेरि सेमिकोलन, फेरि अर्को चिज। अब यसलाई मैले रन गरेँ भने कस्तो देखिन्छ, यसले इनपुट माग्यो 15 भनेर दिएँ, ल हेर द लेन्थ इज 15 अनि वाइजिएफ। यो किनकि मैले यहाँ यही लेखेको छु अनि यो स्ट्रिङ हो, स्ट्रिङलाई यसले के गर्छ जस्ताको तस्तै प्रिन्ट गर्छ। अब एकछिन म यस्तो गर्छु है, यसलाई स्ट्रिङ बनाउँदिनँ, यसलाई भेरिएबलको रूपमा दिन्छु। अब प्रिन्ट गर्छु 15, लेन्थ इज 15 अनि 0 भनेर आयो। यो 0 किन आयो भन्दाखेरि यो कुरालाई डबल कोटको बिचमा राखेको छैन भने पछाडि यो स्ट्रिङ त होइन, यसलाई जस्ताको तस्तै प्रिन्ट गर्ने होइन, तर यो भेरिएबल हो, भेरिएबल एउटा बक्स हो अनि यो बक्सभित्र जे छ त्यो चाहिँ मैले प्रिन्ट गर्ने हो भनेर कम्प्युटरले बुझ्यो। तर यो नामको बक्समा त हामीले माथि हेर त, यो पुरै प्रोग्राममा यस्तो नाम गरेको बक्समा हामीले कुनै पनि डेटा हालेको छौँ छैनौँ। कुनै पनि डेटा हालेको छैन भने डेटा छैन भन्ने कुरालाई उसले 0 लेख्छ क्या। अब यही एल पनि मैले इनपुट मागेको छु हैन, युजरले जे दिन्छ त्यो कुरा चाहिँ एल भन्ने बक्समा गएर बस्छ, त्यही भएर यो एलको ठाउँमा चाहिँ नम्बर आयो। तर अब म के गरिदिन्छु, यो एललाई पनि हटाइदिन्छु, इनपुट मागेको चिजलाई पनि हटाइदिन्छु। अब हाम्रो प्रोग्राममा के छ, एल भन्ने चिज कतै पनि एल भन्ने बक्समा कुनै पनि डेटा राखेकै छैन। अब मैले रन गर्छु, लेन्थ इज 0 भनेर, बुझ्यो नि। अब भेरिएबलमा केही कुरा राखेपछि बल्ल त्यसलाई युज गर्न मिल्यो, भेरिएबलमा केही पनि छैन भने त्यसलाई कम्प्युटरले 0 भनेर लेख्छ। अब यो प्रिन्टको लागि चाहिँ यति नै। अब यसमा पनि म सानो क्वेसन दिन्छु, तिमीहरू सबैले युजरसँग रेक्टेङ्गलको लेन्थ र ब्रेड्थ इनपुट मागौ अनि प्रिन्ट गर्दाखेरि चाहिँ त्यसको एरियालाई प्रिन्ट गर। क्वेसनै लेखिदिएँ मैले, रिमार्क्स ask L and B and then print area, यसरी लेखिदिएँ। अब यो क्वेसन कपीमा लेख, त्यस पछाडि भिडियोलाई एकछिन पज गरेर लेख्दै गर, त्यसपछि फेरि प्ले गरेर एन्सर हेर है। म यही भिडियोमा लास्टमा एन्सर हाल्छु। ल मैले चाहिँ अब तिमीले लेखेर भ्यायो भन्ने एज्युम गरेँ। अब म एन्सर लेख्छु है यसको। यदि एन्सर लेखेर भ्याएको छैन भने पज गरिहाल। क्वेसनले के भन्यो, लेन्थ र ब्रेड्थ चाहिँ युजरसँग माग भन्यो है। माग्ने कसरी हो, इनपुटले हो, इनपुटले हैन। अनि इनपुट लेख्ने कसरी हो रे, सुरुमा इनपुट लेख्ने अनि त्यस पछाडि एउटा स्ट्रिङ जुन चाहिँ मेसेज हुनेवाला छ युजरको लागि, इन्टर द लेन्थ, अनि त्यसपछि एउटा सेमिकोलन हुनेवाला छ
त्यसपछि भेरिएबल हैन, अनि फेरि अर्को लाइनमा इनपुट इन्टर द ब्रेथ अनि बी। अब मैले एरिया प्रिन्ट गर्नु पर्यो। मैले ए इक्वल्स टु एल इन्टु बी लेखेर प्रिन्ट द एरिया इज ए लेखे पनि पाएँ। अथवा यो ए भन्ने भेरिएबल किन बेकार बनाइराख्नु पर्यो, बेकार कम्प्युटरको मेमोरी मात्रै खायो यसले भनेर सिधै यहाँनिर मैले एक्सप्रेसनै राख्न पनि पाउँछु है। एल इन्टु बी भन्ने चिजलाई सिधै यहाँ लेखिदिनु पनि पाएँ मैले। यसरी लेखेँ भने के भयो, यो कुरा यहीँ हिसाब भयो। अब मैले यसको छेउछाउमा यसरी डबल कोट त राखेको छैन भनेपछि यसले जस्ताको तस्तै त प्रिन्ट गर्दैन। यसले सबै हिसाब किताब गरेर यो ठाउँमा यो डेटा आउनु पर्ने रहेछ भन्ने फाइन्ड आउट गरेपछि बल्ल चाहिँ प्रिन्ट गर्छ यसरी लेखिदिएको चिज। अब मैले F5 गरेँ। यहाँ पनि फेरि सेम प्रब्लम है, लेन्थ इज 0 भनेर टुप्पोमा देखाएको छ। यो किन भन्दाखेरि मैले CLS लेखिनँ कि फेरि पनि प्रोग्रामको सबैभन्दा टुप्पोमा CLS लेखेन भने योभन्दा अगाडि रन गरेको प्रोग्रामले पनि असर देखाउँछ भनेर पढ्यो भने अब टुप्पोमा CLS लेखिदिएपछि अब बल्ल राम्रोसित आयो है। युजरसँग लेन्थ माग भनेको थियो, यसले माग्यो इन्टर द लेन्थ भन्यो, मैले दिएँ 10। इन्टर द ब्रेथ भनेर फेरि सोध्यो 5। अब एरिया कति हुनु पर्यो, रेक्टेङ्गलको एरिया त लेन्थ इन्टु ब्रेथ हो, एल इन्टु बी भनेपछि 10 इन्टु 5 भनेको 50 आउनु पर्यो। द एरिया इज 50 यसलाई आयो है, भनेपछि पर्फेक्टली काम गर्यो है। यसको एन्सर यही हो। अब मैले अझै स्क्वायर यसरी लेख्न पनि सकेँ है। यसमा मैले के गरेको छु, म चाहिँ यो कुरालाई यसरी लेख्छु, द एरिया इज अनि हिसाब गरेको भ्याल्यु, त्यसपछि स्क्वायर सेन्टिमिटर अथवा सिएम स्क्वायर भनेर लेखिन्छ नि म्याथमा। अब यहाँ चाहिँ सिएम अनि टुप्पोमा स्क्वायर लेख्न चाहिँ अहिले मिल्दैन है, त्यो पछि सिकाउँला। तर अहिलेको लागि चाहिँ मैले यसरी लेखेँ, स्क्वायर सेन्टिमिटर भनेर लेखेँ अनि एउटा फुल स्टप पनि दिएँ। अब यसलाई रन गरौँ त कस्तो हुन्छ। लेन्थ 10 अहिले जस्तै 5 एन्सर 50 आउनु पर्यो। ल अहिले चाहिँ यो देखियो है, यसले के गरेको, यो सुरुको कुरालाई प्रिन्ट गर्यो अनि त्यसपछि बिचको कुरा चाहिँ एल इन्टु बी थियो अनि यसको छेउछाउमा कोटेसन मार्क थिएन, डबल कोटेसन थिएन, त्यही भएर एल इन्टु बी प्रिन्ट नगरिकन त्यसको भ्यालु के हो त्यो प्रिन्ट गर्यो। अनि स्क्वायर सेन्टिमिटर फुल स्टपको छेउछाउमा चाहिँ डबल कोटेसन थियो भनेपछि जस्ताको तस्तै प्रिन्ट गर्यो। अब बुझ्यो नि इनपुटलाई कसरी युज गर्ने रहेछ, प्रिन्टलाई कसरी युज गर्ने रहेछ भन्ने बुझ्यो नि। ल यो भिडियो यति नै। अब नेक्स्ट बल्ल म अपरेटर गराउँछु है त।